केही हिब्रू जवानहरूको नामहरूलाई उल्लेख गरिएको छ। वास्तवमा तिनीहरू अग्रपन्थीमा थिए, अगुवापनमा थिए, उनीहरू बुद्धिजीवीहरू थिए। त्यसकारण आक्रमण चाहिँ उनीहरूमाथि गरिएको छ र उनीहरूलाई गरे भने यिनीहरूद्वारा हामी सबैजनालाई नै गर्न सक्छौँ भन्ने त्यहाँनिर एउटा षड्यन्त्र थियो। त्यो कारण हामी के देख्छौँ भन्दा त्यो ठाउँमा उनीहरूको नामको परिवर्तन गरिएको छ। नाम चाहिँ तपाईँ अनि मेरो आइडेन्टिटी हो, परिचय, चिनारी। तर तपाईँहरूले के देख्नुहुन्छ भन्दा दानियलको नाम परिवर्तन गरियो, हननियाको नाम परिवर्तन गरियो, मिसाएलको नाम परिवर्तन गरियो, अजरियाको नाम परिवर्तन गरियो। अनि त्यहाँदेखि उता अझै तपाईँहरूले अगाडि हेर्दै जानुभयो भने दानियल 3 अध्यायमा उनीहरूको विश्वासमाथि पनि प्रहार भएको छ। अनि यो प्रत्येक ठाउँमा नि यो मानिसहरू चाहिँ आफ्नो विश्वासमा स्थिर भएर आगोको भट्टीमा हालिँदा, सिंहको खोरमा हालिँदा, त्यो प्रत्येक परीक्षाहरूभित्र पनि यिनीहरू विजयी हुँदै यिनीहरू विश्वासमा स्थिर बस्न सके। त्यसको एउटा कारण चाहिँ तपाईँहरूले यो भित्र के देख्नुहुन्छ भन्दा नि त्यो सबै कुराहरूभित्र यिनीहरू आपसी सम्बन्धमा बसे अनि उनीहरूले एक अर्कासँगको संगति कहिले पनि छोडेन। यिनीहरूलाई ठाउँ परिवर्तन गरिदिए तापनि, यिनीहरूको खानपिन परिवर्तन गरिदिए तापनि, यिनीहरूको नाम परिवर्तन गरिदिए तापनि, यिनीहरूको विश्वासमा प्रहार गरिए तापनि त्यो प्रत्येक ठाउँमा उनीहरूले एकले अर्कालाई उत्साह दिए, एकले अर्कालाई हौसला दिए, एक अर्कासँग भेला हुन छोडेनन्, एक अर्कासँग संगति गर्न छोडेनन्। उनीहरू एक अर्कासँग सम्बन्धमा रहेको कारणले त्यो बिरानो देशमा, फरक वातावरणमा, चुनौतीको बीचमा, बाधा परीक्षाको बीचमा पनि उनीहरूले एक अर्कासँग संगति गरिरहेको कारणले, एक अर्कासँग सम्बन्धमा बसेको कारणले नि त्यो ठुलो षड्यन्त्रभित्र पनि उनीहरूलाई शैतानले पराजित गर्न सकेन र त्यो परीक्षाभित्र उनीहरू स्थिर बस्न सके, उनीहरू विजय हुन सके। ठिक त्यसरी नै आजको समयमा पनि हामीलाई शैतानले नदेखिने प्रकारले संगतिदेखि अलग गर्न चाहन्छ अनि हामीलाई लाग्दैन कि म संगतिदेखि टाढो हुन्छु। बिस्तारै यस्तो सोच आउन थाल्छ, म ठिकै छु। आज पश्चिमी युरोपियन देशहरूको दशा यस्तो छ। एक समयमा जागृति आएको त्यो ठुलो ठुलो चर्चहरूमा केही सिनियर सिटिजन्सहरू मात्रै बसेर प्रार्थना गर्दछन्, तर त्यो चर्चहरू रित्तिँदैछ, बेचिँदैछ, खण्डहर हुँदैछ। किन भन्दा संगति हराएर गयो, सम्बन्ध हराएर गए, मानिसहरू आफ्नै व्यस्ततामा जिउन थाले। मैले अघि भनिहालेँ, मेरो जीवनमा मैले कहिले चर्च एब्सेन्ट भइन, कहिले संगतिमा म नागा भइन। तपाईँलाई थाहा छ, हामी संगतिमा गइबस्छौँ भने नि त्यो हाम्रो बानी हुन्छ। त्यो कारण संगतिमा कसैको भेला नहुने बानी हुन्छ। जब यो बानी हुन्छ नि, तपाईँलाई थाहा छ, संगतिमा गइबस्नुहुन्छ नि, एक दिन संगति नजानुहोस् त, तपाईँ यति साह्रो भित्रबाट अशान्ति महसुस हुन्छ। म आज संगति गइनँ, कस्तो विश्वास भयो। मैले अघि व्यस्तताको कुरा गर्दै थिएँ नि, हामीलाई संगतिमा बाधा पुर्याउने कुराहरू थुप्रै छ आजको समयहरूमा। तपाईँ किन संगतिमा आउनु भएन? होइन, संगतिमा आऊ भनेको थिएँ कि पाहुना आउँदै थियो, त्यही कारण आउनु पाइनँ। संगति जाने दिन नै पाहुना आउँछ, हो कि होइन? संगति जाने दिन नै समाजको मिटिङ हुन्छ, संगति जाने दिन नै गाउँमा कार्यक्रम हुन्छ। अनि तब तपाईँले एक दिन संगति जाने समयसँग सम्झौता गर्नुहुन्छ नि, अर्को संगतिको दिन पनि कुनै न कुनै माध्यमबाट तपाईँलाई बाधा आउँछ। अनि दोस्रो संगतिमा, अघिल्लो संगति नजाँदाखेरि तपाईँलाई जति खल्लो लागेको थियो नि, दोस्रो संगतिमा नजाँदा तपाईँलाई त्यति खल्लो लाग्दैन। बिस्तारै बिस्तारै तपाईँलाई के लाग्न थाल्छ भन्दा म ठिकै छु, म राम्रै छु। तर थाहै नपाई हामी एक्लिसकेका हुन्छौँ, हामी संगतिदेखि टाढो भइसकेको हुन्छौँ, हाम्रो आत्मिक जीवन मर्दै गइरहेको हुन्छ, तर पनि हामी आफैलाई ठिकै लागिराखेको हुन्छ। त्यो कारण संगतिमा नजाने बानी हुन्छ भने संगतिमा जाने पनि बानी बसाउनु पर्छ। हामीले आफैलाई बानी बसाउन
जरुरी छ। प्रिय आजको दिनमा यदि हामी प्रभुको आगमनको लागि तयारी हुनु हो भने, दुलहीको रूपमा सिङ्ग्रिनु हो भने हामीले सङ्गति गर्न जरुरी छ। र मेरो यो सन्देशलाई यहाँ अन्त्याइराखेको छु। मैले यति जो कुरा भने म विश्वास गर्छु यो भित्र तपाईँहरूले थुप्रै कुराहरू बुझिसक्नु भएको छ। अनि परमेश्वरले आजको यो सन्देश पढाइ अनि सुनाइमा तपाईँ सबैजनालाई आशिष दिएको। छोटो प्रार्थना म तपाईँको बिचमा गरेर म यो सन्देशलाई अन्त गर्दैछु। स्वर्गीय पिता, तपाईँलाई धन्यवाद होस्। आजको दिन युएनसिएद्वारा आयोजित यस सम्मेलनमा सङ्गतिको महत्त्वबारे जुन सन्देश यहाँबाट बोलिएको छ, प्रभु यो कुरो आज हामीले सुनेको ठाउँमा सीमित नरहोस्, तर यो कुरोलाई हामीले हाम्रो दैनिक जीवनमा अभ्यास गर्न सकौँ। अनि आज यो सन्देशभित्र तपाईँले हामीलाई दिनुभएको वचनहरूबाट प्रभु हामीलाई झकझकाउनु भएको छ, हाम्रो वास्तविक दशा देखाउनु भएको छ। हामी जागृत हुने, हामीले सच्याउन पर्ने हाम्रो थुप्रै कमी कमजोरीहरूलाई देखेका छौँ। हाम्रो व्यस्तताभित्र, हाम्रो सुविधाभित्र, हाम्रो समर्पणता र भक्ति व्यवहारबाट तपाईँलाई चढाउन, हामीले आफैलाई अनुशासन गर्न, बलिदान गर्न हामीलाई सहायता गर्नुहोस्। धन्यवाद। सबै कुरोबाट महिमा तपाईँलाई भएको होस्, येशू ख्रीष्टको पवित्र नाममा। जय मसीह। सबैजनालाई परमेश्वरले